स्वागत छ हजुरहरूले फेरि पनि मेरो एउटा न्यू भिडियोमा, जुन कि आजको टाइटल रहेछ क्लास 12 2083 को रिजल्ट आएछ कि आएको छैन। सो धेरै स्टुडेन्टहरूले के छन्, एकदम पुरा हतार छन् कि मतलब कहिले आउँछ रिजल्ट, कसो आउँछ, म पास हुन्छु कि फेल हुन्छु, एकदम पुरा टेन्सन लिएर बसिरहेको छन्। तर उनीहरूले यो थाहा छैन कि यसपालिको रिजल्ट एकदम राम्रो बनेको छ, किनभने यसपालि धेरै स्टुडेन्टहरू पास भएछन्। किनभने यसपालि पेपर चेकिङ एकदम मस्तले भएछ। लगभग जो 24 र 25 मार्क लाउँछ भने त्यसले पनि पास गरिदिएछन् र योपालि पेपर मस्तले चेक भएछ। त्यही भएर टेन्सन नलिऊ। म के भन्छु, रिजल्ट अब मतलब काफी चेक भइसकेछ, अब टेन्सन लिएर केही हुनेवाला छैन। सो मतलब इफ तिमीहरूलाई चाहन्छौ कि मतलब रिजल्ट कहिले आउँछ भने यहाँ एनइबी कलेज इन्फो डट नेपालमा आएर चेक पनि गर्न सक्छौ। अहिले रिजल्ट आएको छैन कि, त्यही भएर अहिले टेन्सन नै लिऊ। लगभग यहाँ यस्तो चेक कि रिजल्टमा क्लिक गर्छु भने एकछिन यहाँ आएर यहाँ अहिले रिजल्ट के भनेछ, रिजल्ट नट पब्लिस 4 देखि 5 डेसम्मको टाइम अहिले लाग्छ लगभग आउन। सो आज हाम्रो लगभग कति गते हो, लगभग 3 गते हो आज। सो 3 गते हो भने अब लगभग 5 दिनदेखि 4 दिनदेखि 5 दिनहरू बाँकी छ। सो टेन्सन नलिऊ गाइस, म पनि अब के भन्ने माने म पनि क्लास 12 को स्टुडेन्ट नै हो। अब मेरो पनि टेन्सन त्यति नै छ, तर टेन्सन लिनेवाला अब केही कुरा हुँदैन, किनभने अब टेन्सन लिएर कामै हुँदैन। कपी सपी चेक भइसकेछ, जति लेखेछु त्यति नै नम्बर आउँछ। अब त्यो रिजल्टको बेलामा म लाइभ आउँछु युट्युबमा, अनि फेरि सबैको चेक गर्छु रिजल्ट कस्तो आउँछ कस्तो आउँदैन। इफ राम्रो आयो भने तर पनि अरू केही टिप्स दिन्छु, इफ एनजी आयो भने तर पनि एकदम राम्रो क्लासको लागि तिमीलाई सजेस्ट गर्छु, कहाँबाट लिने, कसरी लिने, के लिने त्यो पनि सजेस्ट गर्छु। ल सो भिडियो आजको लागि यति नै हो, अनि लाइक र सब्सक्राइब गरिदिनुहोस्, किनभने यो च्यानल हाम्रो न्यू हो, किनभने त्यो एउटै अरू च्यानल थियो त्यो टर्मिनेट भइसक्यो गाइस। सो लाइक र सब्सक्राइब गरिदियो ताकि हाम्रो यो युट्युबको फ्यामिली अब छिटो बढोस् र क्लास 12 को अब हाम्रो यसमा भिडियो पनि आउँदै गर्छ। हरेक सब्जेक्ट फिजिक्स केमिस्ट्रीमा म्याथमा नै फोकस गर्छु म, त्यही भएर अब यति राम्रोले तिमीहरू तैयारी गराइदिन्छु कि फाडिदिन्छौ पेपर 2084 को, ठीक छ। सो मिलते हैं अगले वीडियो में। ये थोड़ा हिंदी लैंग्वेज हो गया तो उसके लिए सॉरी।